लुम्बिनी प्रदेश अन्तर्गत रूपन्देहीको देवदह स्थित श्री केरवानी माध्यमिक विद्यालयमा आज एक विशेष सचेतनाको लहर छाएको छ। नेपाल सरकारको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम र कृषि ज्ञान केन्द्र रूपन्देहीको समन्वयमा यहाँ विषादी प्रयोग सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको छ। मिति 2083 साल जेठ 8 गते आयोजित यस कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र पाण्डेले गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो भने मुख्य आकर्षणका रूपमा प्लान्ट साइन्स विषय अध्ययनरत कक्षा 9 र कक्षा 10 का करिब 70 जना विद्यार्थीहरू सहभागी थिए। भविष्यका कृषि वैज्ञानिक र प्राविधिक बन्ने लक्ष्य बोकेका यी विद्यार्थीहरूका लागि यो कार्यक्रम ज्ञानको एउटा उत्सव नै बन्यो। कार्यक्रमको मुख्य वक्ताका रूपमा वरिष्ठ कृषि अधिकृत शालिग्राम पौडेलले विषादीको प्रयोग र यसले मानव स्वास्थ्य तथा वातावरणमा पार्ने बहुआयामिक असरहरूबारे गम्भीर विश्लेषण प्रस्तुत गर्नुभयो। भइरहेको अवस्था छ। अब यो अघि नै सरले भन्नुभयो हैन, विषादीलाई चाहिँ सामान्यतया बोलीचालीको भाषामा औषधि भन्ने चलन छ के। यो किरा मार्ने औषधि दिनु न भन्नुहुन्छ किसानहरूले पनि, यहीँ तपाईँ हामीले पनि धेरैजनाले औषधि नै भन्ने पनि चलन छ। यो जनचित्रमा बसेको छ के। अब तपाईँहरूले यसो आँखा चिम्म गरेर सोच्नु त, औषधि भनेर सोच्नु तपाईँहरूको दिमागमा के असर पर्छ? अलिकति प्लिजेन्ट फिलिङ आउँछ हैन। अनि आँखा चिम्म गरेर विषादी भनेर सोच्नुहोस् त, तपाईँको दिमागमा अलिकति अनप्लिजेन्ट फिलिङ आउँछ हैन, डर जस्तो फिल हुन्छ, विष हो नि त हैन। त्यही भएर यो विषादीलाई चाहिँ विषको रूपमा पहिला बुझ्नु पर्यो। पहिला हाम्रो बोलीचालीको भाषा नै सुधार गर्नु पर्यो के। उहाँले विषादीलाई दुई धारे तरबारको संज्ञा दिँदै यसले एकातिर बाली संरक्षण गरे पनि अर्कोतिर वार्षिक 30 लाख विषाक्तताका घटना र 2 लाख मानिसको मृत्यु गराइरहेको भयावह तथ्य उजागर गर्नुभयो। कार्यक्रममा विद्यार्थीहरूलाई विषादीको तत्काल देखिने असरहरू जस्तै टाउको दुख्ने, वाकवाकी लाग्ने र आँखा धमिलो हुनेदेखि लिएर दीर्घकालीन असरहरू जस्तै क्यान्सर, पार्किन्सन्स, प्रजनन क्षमतामा ह्रास र स्नायु प्रणालीमा हुने गम्भीर प्रवाहबारे जानकारी दिइयो। रेचल कार्सनको चर्चित पुस्तक साइलेन्ट स्प्रिङको चर्चा गर्दै विषादीले कसरी खाद्य श्रृङ्खला मार्फत चराचुरुङ्गी र जलचरहरूको विनाश गरिरहेको छ भन्ने कुराले विद्यार्थीहरूलाई भावुक तुल्याएको थियो। केवल समस्या मात्र होइन, समाधानका उपायहरूमा पनि कार्यक्रम केन्द्रित थियो। विषादी प्रयोग गर्दा अनिवार्य रूपमा सुरक्षित पहिरन PPE लगाउनु पर्ने, रातो र पहेँलो लेबल भएका विषादीहरू प्रयोग नगर्ने र खाली भाँडाहरूलाई सुरक्षित तवरले विसर्जन गर्नुपर्ने व्यवहारिक ज्ञान विद्यार्थीहरूलाई प्रदान गरियो। साथै एकीकृत शत्रुजीव व्यवस्थापन IPM का 4 आधार स्तम्भहरू खेती पद्धति, भौतिक पद्धति, जैविक पद्धति र प्राकृतिक उत्पादनहरूको प्रयोगबारे विस्तृत चर्चा गरियो। उपभोक्ताको तहमा रहेर भान्सामा तरकारी र फलफुलबाट विषादी हटाउने वैज्ञानिक विधिहरू जस्तै बग्दो पानीमा धुने, बेकिङ सोडा वा नुन पानीमा भिजाउने र पकाउने प्रक्रियाबारे सिकाइएको सिप विद्यार्थीहरूका लागि निकै उपयोगी रह्यो। कार्यक्रमको अन्त्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले यस किसिमको प्राविधिक ज्ञानले विद्यार्थीहरूलाई केवल परीक्षाका लागि मात्र नभई समुदायमा सचेतना फैलाउन समेत सक्षम बनाएको धारणा राख्नुभयो। विषादीमुक्त कृषि र सुरक्षित भविष्यको प्रण गर्दै समापन भएको यो कार्यक्रमले देवदह क्षेत्रमा नयाँ सचेतनाको बीजारोपण गरेको छ।